मार्फा भिलेजमा स्वागत छ हैन दाइ युट्युबमा धेरै हेरिरहन्थ्यौँ म त पहिला पनि आएको तपाईको फर्स्ट टाइम हैन यहाँ त पुरा त्यो वकिङ स्ट्रिटै छ के सर र हिँड्ने हो अब दिस इज द मेन स्ट्रिट यो हो के मेन स्ट्रिट चाहिँ मेन स्ट्रिट चाहिँ यो हो दाइ माथिसम्म छ त्यो मैले ट्राइपोडै ल्याउनु बिर्सेँ ओके ब्यागमा थियो कस्तो दामी छ है वाइट हुनुपर्ने क्या अझ ल जा होइन तपाईँले होइन उदाइले होला पछाडि हो भाइहरू क्यामेरा बोकेर आउनु भएको छ कल्चरल ड्रेस लगाएर फोटो खिच्ने होइन यस्तो बुढीलाई यस्तो लगिदिनु पर्छ एउटा सल कि क्याफेहरू रहेछ अरू नै क्याफेहरू रहेछ नभए यतै कफी खानु पर्ला है फोन पे हुन्छ होला नि त यता कल्चरल ड्रेस लगाएर फोटो खिच्ने अरे सरी स्याउ ड्राई स्याउ मानै लगाइरहेको हुन्छ मलाई पठाइदियो यो हुन्छ अहिले एयरड्रप गरिदिन्छु नि दाइ सबै पहिला झन् कस्तो खाली हुन्थ्यो क्या यस्तो स्ट्रिट खाली नै हामी मात्रै हिँड्ने मान्छे अहिले त मान्छे धेरै यस्तो हेर्नु नि माथि पुरा काठहरू राख्ने क्या है त्यो काठ किन राख्दो रहेछ भने त स्टक गरे अरे के पछिको लागि याकको दुधको चिया पाउँछ नि झाँक्री गल्लीले बाक्लो हुन्छ डाइजेस्ट गर्नु गाह्रो हुन्छ कि हुँदैन त्यस्तो त वे टु धौलागिरी बेस क्याम्प रे ल के रे दाइ याकले यसले हो यसैले हो रातभरि यसले हो रात मैले त कम्प्लिमेन्ट्री मात्रै दिएको हो आज यस्तो एउटा लगिदिनु पर्ला यार बुहारीलाई
पहिला आउँदा मम्मीलाई लगिदिएको थिएँ एउटा न्यानो हुन्छ नि अहिले अब अलमोस्ट सकिला यो मोनेस्ट्री हजुर मिल्छ नि सबै होटल स्टेहरू त हो नि यता च्याउकोमा तपाईँको सामान छिटो टुरिस्ट चाहिँ छैन क्या धेरै है फरेनर खालि लोकलहरू मात्र के त्यो कबड्डी भन्ने फिल्ममा पनि यस्तै गल्ली त छ नि कबड्डी भन्ने फिल्म हेर्नु अझै अगाडिसम्म जाउँ ऊ कबड्डी गल्ली